सो हेलो वेलकम ब्याक आफ्टर लङ टाइम। अब चाहिँ मैले होइन अब धेरै पछि भिडियो बनाएको छु, तर मैले अरू कुरा चाहिँ गर्दै नै थिएँ, भिडियो नबनाए पनि आफ्नो होइन ट्याङ्कहरू यताउता होइन सेटअपको। तर म एउटा लङ भिडियोमा चाहिँ भन्छु है मैले यहाँ के गरेँ के छ भनेर। तर राइट नाउ मैले के देखाउन खोजेँ भन्दा चाहिँ यो चाहिँ मेरो ट्याङ्क चाहिँ घामले गर्दाखेरि त्यो टन्नै लाएको थियो होइन, अनि 4 टन्नै थियो हेर्नुसक्छ, पानी अझै पनि कालै छ होइन। तर मैले फिल्टर बनाएँ आज, अनि फिल्टर हिजो बनाएको टेस्टिङ गर्दा चाहिँ राम्रोसँग पम्प गरिरहेको थिएन पानी होइन। अनि अहिले चाहिँ फेरि रिपेयर गरेर गर्दाखेरि चाहिँ हाम्रो पानीहरू उयो गर्दैछ। अनि माथि डकुइटहरू डन्नै थियो होइन, पुरै छोएको थियो। अनि त्यसपछि अब त्यो चाहिँ हटाएर मैले कुखुरालाई खुवाइदिएँ होइन। अब यो फिल्टरले चाहिँ कतिको काम गर्छ भनेर म यो सर्ट्स भिडियो बनाउँदैछु होइन। अब फिल्टर मैले हालिदिइसकेँ, अब केही घन्टापछि हेर्नुपर्छ होइन। म बेलुकातिर फेरि अपडेट दिन्छु फिल्टरले कस्तो काम गर्यो भनेर। अनि लङ भिडियोहरू बनाउँछु अब फेरि होइन, स्टार्ट गर्छु भिडियोहरू बनाउनुलाई। लङ भिडियोमा चाहिँ अब के छ यहाँ, के गरेँ मैले यसमा, के हालेँ होइन, नुन माछा सबै म देखाउँछु होइन। अनि 3-4वटा उयोहरू मैले एक्वेरियम पनि बनाएको छु, त्यसको पनि म अपडेटहरू दिइरहन्छु। अनि माछा त यु क्यान सी, अब आइडिया भयो होला है के छ है। ल अब हेरौँ के हुन्छ यहाँनिर।